म त भूतको भूत हो राति पनि यहीँ बस्ने मान्छे म खिन्द्रिङ गर्छ यता खिन्द्रिङ गर्छ फेरि आयो छैया गलक गलक चल्थ्यो क्या पहिले बिहान उठ्दाखेरि च्याङ गाडी हुँदैछ आलो च्याङमा सुतेर त्यसै सुत्यौँ पल्लो खोल्सामा तपाईँको त्यहाँनिर च्याङ हुन्छ आउँदा उता आउँदाखेरि राति आउँदाखेरि तपाईँको परिचय दिनु त मेरो नाम चाहिँ मनोज गुरुङ सिद्धिनगर चरनका वार्ड नम्बर 4 मेरो घर रुन्द्रटार हजुर यता चाहिँ के कति बस्नुहुन्छ यो पिपलटारी खेततिर चाहिँ म ढुके यतै हो म बसाइ मेरो यहीँ हो ए तपाईँको यहीँ हो बसाइ चाहिँ बसाइ यतै हजुर ए अनि यहाँ बस्दाखेरि तर्साउँदैन तर्साउँछ नि हजुर यो गन्दा गुन्द्रङ गर्छ एउटा थोत्रे थाल्छ एउटा स्टिलको कुन चाहिँ हो जस्ताले कुदाउँछ कुरुरुङ कुदाउँछ मलाई झिस्काइरहन्छ म नि टेर्दिनँ खेद्छु फेरि आउँछ फेरि जस्तो रातो बेर काम त्यही हो मै बस्छु म असारको भनेपछि साउनको 1 गतेबाट म भदौ ओसोसम्म यहीँ बस्छु म यहीँ सुत्छु ए त्यस्तो घटना पछिल्लो घटना के पनि छैन अहिले चाहिँ म यहीँ बस्छु अहिले चाहिँ मेरो वस्तु पनि छैन धेरै त्यही 1 गोरु 3 भैँसी त्यसमा त अनि घरमा गाई गोरु गर्दा छ बस्ती छोडे ठुलै छ मेरो भेडासँग त टार्नु गर्दा मेरो 22-25 वस्तु छ मेरो घरमा 22-25 वटा है हजुर अहिले गएर गन्दा नि हुन्छ पछिल्लो घटना चाहिँ के भएको थियो तपाईँलाई ए खेल्ने गर्छ उ त्यो पर्तिर अस्ति साउनको त्यो गुरु पूर्णिमा आउँछ नि हजुर त्यो दिनमा चाहिँ उ त सालाकको होला दुम्सी होला पखै त भनेको त रुख्यो होला र खेत रातैभरि खेद्दा जस्तो ऊ पर्सम्म खेदाएको मैले त्यो दिन त रातैभरि के हो त त्यो खै के हो राखेर रुखा हुन्छ घुङ्गर हुन्छ के हो त्यो रुखै होला कसरी होला त्योभन्दा अगाडि दिन चाहिँ तल्लो गाउँको के मराएको थियो तल त्यो हराउनु क्या त्यो त्यस्तो गर्दछ त्यो मराएको दिनमा चाहिँ अनि त्यो देवालदेखि म सिधै मन्दिर त्यस्तो गरेँ अनि रातैभरि कुदिरहन्छु म त मेरो घरै यहीँ हो बसाइ मेरो यहीँ हो पिपलटारी खेतमा हैन त यहीँ बस्छ तर बान्दर र मलाई बान्दर यसको रोकथाम चाहिँ गर्नु पर्यो त्यति भन्छु म चाहिँ बान्दरलाई कसरी के गरेर रोकथाम गर्नु पर्यो सरकार त्यही सरकारलाई म त्यही भन्छु अरू के अन्त त्यही छ मेरो म यहाँनिर अस्ति फापर लायो गहुँ लाउँछु सबै कुरो गर्छु जौँ हाँस त छोडेँ मेरो अनि सबै कुरो खाइदियो हजुर सबै खाइदियो है हजुर अनि यो केही गर्न सक्दैन म त्यस्तो के म त रात दिन यहीँ बस्छु क्या म तपाईँको जग्गा कति छ यहाँ मेरो आफ्नो चाहिँ व्यक्तिगत जग्गा छ तलतिर छ लिजमा ल्याएको लिजमा लिनुभयो है ए आफ्नो जग्गा तलतिर छ अनि तपाईँले यहाँबाट त्यस्तो त्यो थाल बजाउँदै हिँड्ने मान्छे नै हो कि अथवा तर्साको हो उता निस्किन्छु म यहाँ मास्तिर यहाँ सुत्दाखेरि खिन्द्रिङ गर्छ यता खिन्द्रिङ गर्छ फेरि आयो छैया तपाईँ जानुहुन्छ हेर्ने हेर्न ढुङ्गा पुग्छ र नि म त यस्तै झ्यापै कम्मर खुरी आम त्यो अट्लो खुरी मेरो यो झ्यापै चाहिँ पुग्छु अनि ढुङ्गा टापा फेरि कुदा छैया फेरि उतै ढुङ्गासँग बस्छु त्यो ढुङ्गा पुग्छु छैया फेरि सुटी खान्छु बस्छु यो माथि चाहिँ रोड होइन हजुर रोड हजुर ए पछिल्लो चरणमा त्यस्तो भएको घटना कहिले हो यो गरेन त जहिले नि अस्तिको माघमा नि गरेन चाहिँ त जहिले नि गरिन्छ त तपाईँ आफै एक्लै आएर बस्नु यहाँ तपाईँ त्यसै गर्छ त्यसले औँसी पूर्णिमा चाहिँ गर्छ तपाईँलाई मान्छेले तर्साएको त होइन नि हो या कहाँ मान्छे त अझ काटे अब हामी त म त भूतको भूत हो राति पनि यहीँ बस्ने मान्छे म हो म त यहीँ बस्छु एक्लै सुत्छु एक्लै खाने मान्छे म रातिको मेरो यत्रो बस्छ हेर्नु त तपाईँदेखि छ नि 2, 4, 6, 8, 10 छ नि बस्तु राति 12 बजीसम्म म घाँस काटेर आउँछु बस्तुलाई दिउँसो चाहिँ मेरो म कहीँ गयो भने तपाईँसँग रमाइलो गर्न गयो भने रात त्यहाँ अड्दै मात्र सुत्छ म चाहिँ घाँस काट्छु रातैभरि घाँस रातभरि तपाईँ टर्च यहाँ त्यो 2टा टर्च हुन्छ नि त्यस्तो ब्याट्री जाने त्यो ट्याप्पा चेप्ने नि काटिरहन्छ उनीहरू अगापछि ऊ ठस्स भएछ नि गर्दै जाने म तपाईँको भेडा पनि थिएँ मेरो भेडा छ मेरो पहिले मेरो भन्दा जिजु पुर्खाको चाहिँ भेडा थियो बाउको नि भेडा थियो ए तपाईँ भेडै गोठमा पनि हिँड्नुभयो है तपाईँ हजुर म यता हाम्रो उता राति हिँड्दाखेरि त्यसरी हिँड्दाखेरि रातभरि प्राय अब जङ्गलमै हुन्थ्यो नि त भेडी गोठमा त्यस्तो तर्साएको घटनाहरू अथवा भनौँ त्यस्तो त्यस्तो त के गरे पऱ्यो नि उहाँ डडेली डाँडा भन्छ उहाँ बेती मासतिर त्यहाँनि बस्यौँ सुत्यौँ च्याङ गाडीमा सुत्यौँ गलक चल्थ्यो क्या पहिले
बिहान उठ्दाखेरि चेन गाडी हुँदैछ आलो च्यानमा सुतेर त्यसै सुत्यौँ यता गयो डिम्बा डाँडा गलक भनेको कस्तो खालको गलक गलक हजुर गलक गलक भन्नु हो नि अनि त्यो यस्तै हल्लाउने क्या राति बेला हल्लाउने भुइँमा हजुर के त्यस्तो कति भोग्यो नि अन्त भोग्यौँ पहिले चाहिँ अब त यहाँ चाहिँ मेरो बाउको भेडा थियो भेडा बेच्यौँ त्यहाँबाट अहिले त छैन घरमा चाहिँ भेडा छ म किन्दै ल्याउँदै गर्छु आफै ए घरमा ल्याउँछु बेच्छु पाल्छु म आफै पाल्छु म आफै गर्छु यस्तो अहिले चाहिँ वस्तु पाल्न थाल्छु यो भैँसी गोरु हलगोरु मेरो यता 2 मुरी धान बिउ छ ए लिजमा यहाँनिर लिजमा लिनु भएको छ होइन हजुर यो पुरै जम्मा 2 मुरीको बिउ छ जम्मा आफ्नो 9 मुरी तिर्नुपर्छ भने भूत प्रेतमा विश्वास लाग्छ लाग्दैन तपाईँलाई के छ खै म चाहिँ आफू चाहिँ अरूलाई चाहिँ कस्तो लाग्छ म चाहिँ लाग्दैन म चाहिँ भूत प्रेतमा लाग्दैन म त्यही भन्छु सबैलाई म सबभन्दा टेन्सन डर लाग्ने भनेको शत्रुदेखि डर लाग्छ शत्रु चाहिँ फकेर मार्छ होइन हो अर्थ चाहिँ भूत पीडित आगो डर लाग्दैन म त ए भूत यो बाउ यसरी खोल्छ पल्लो खोल्चामा तपाईँको त्यहाँनिर च्यान हुन्छ आउँदा उता आउँदाखेरि राति आउँदाखेरि च्यान हुन्छ त्यहाँ ढुङ्गाले यत्रो ढुङ्गा बङ्ग गर्छ यो साँडे यो खोल्छ यो पर्छ अनि छोइया फेरि जाँदाखेरि हुँदैन वडाङ गर्छ नि त भूत म भूत को भूत भन्छु नि आफै भन्छु क्या म कराउँदिन्छु एक्लै म त भूतको त भन्छु क्या म आफै कराउँदिन्छु डर लाग्दैन मलाई मन्त्र पनि आउँछ तपाईँलाई हजुर मन्त्र पनि आउँछ आउँदैन भेरीगोठमा बस्नेहरूलाई त अलिअलि आउँछ आउँदैन मलाई चाहिँ हो हामी भनेको जिद्दी मान्छे हो म भनेको जिद्दी मान्छे हो तपाईँले बाइक छोडेर भनौँ यो तल ठुलो छ नि त्यहाँ एक रात सुत तर म यति भए म सुतिन्छु त्यहीँ रातभरि सुत्दैन त्यहीँ सुतिन्छु त्यहीँ बस्छु म त्यति आँट्छ हाम्रो चाहिँ त्यति चाहिँ आँट्छ मेरो चाहिँ म त्यस्तो यहाँ छुट्दा हुन्छ केटालाई होइन भाइ रातै लिन्छु म त रातै लिन्छु रोडाको त्यो अजुतहरू छ नि तपाईँले अजुत गुरुङ छ नि तिनीहरू सोध्नुहोस् अनि त्यो अभिभाहरू त्यो बच्चाहरू तिनीहरू सोध्नु म रातै लिन्छु एक्लै लु ए बाउने खोला उहाँ सिन्ने खोला राति 12 बजी लिन्छु लु त्यहाँ मान्छे जान्छ तपाईँलाई सबैभन्दा बढी भनौँ न अलिकति यो भूतप्रेत हुन्छ भन्ने विश्वास लागेन भन्दै हुनुहुन्थ्यो होइन हजुर अलि भनौँ न तर्साको जस्तो अलि अर्कै भनौँ न त्यस्तो घटनाहरू चाहिँ सबभन्दा अलि अचम्म लाग्ने चाहिँ कहिले घटाएछ ए मलाई अस्ति त्यो उहाँ योभन्दा 3 वर्ष अगाडि म आयौँ अनि त्यसो नि त्यो हजुर माथिबाट पहिरो घुरुङ झरेपछि म चाहिँ सोचेँ यस्तो जेठको दिनमा पानी झर्दाखेरि कस्तो भने म त ला पहिरो गएछ भने फेरि आउँदा त छैया त्यसै ठाडेर छ कताबाट आउनुभएको तपाईँ म घरबाट आएको राति ए त्यो ऊ त माथिको डिल चाहिँ रुमेटार होइन त हजुर माथिको हजुर त्यहाँ त्यो रातै हिँड्छु क्या म त तपाईँलाई के भन्नु यो क्यामेरामा चाहिँ बोल्नु मिल्दैन म त रातै हिँड्छु क्या रातै हिँड्छु वनमा चाहिँ खै टाढोमा मलाई थाहा छैन फेरि कहाँ घर बनायो कहाँ को मान्छे को आयो म थाहा छैन टाढोमा चाहिँ फेरि थाहा छैन तपाईँलाई हजुर वनमा चाहिँ म यहाँ सबै थाहा हुन्छ पिप्ले डाँडा चाहिँ सबै मेरै हो ए पिप्ले डाँडा चाहिँ तपाईँको खाइखेली गर्ने ठाउँ हजुर बिहान 5 बजी आउँछु 5, 6, 7, 8, 7 बजीसम्म यहीँ बस्छु म फेरि जान्छु वनमा घरमा जान्छु भात खान्छु सुत्छु ए त्यस्तो खालको मान्छे म चाहिँ ए अहिले रातभरि फेरि उसमा पनि घाँस काट्न हिँड्छु पनि भन्दै हुनुहुन्थ्यो हजुर राति नै गर्छु मेरो अब जस्तै हजुरले पार्टी बोलाएको छ उता केटाहरू बोलाउँछ साथीहरू छ नि मेरो तपाईँहरूले त अब हामीभन्दा भाइ नि होला यो कुरा चाहिँ काट्नु हजुर अनि उता भाइहरूले साथीहरू बोलाउँछ जान्छु त्यस्तो हुन्छ कि ए ल अनि भनेपछि तपाईँलाई कतिचोटि त्यस्तो घटनाहरू घटेर आछन् ए गरिरहन्छ त्यो त यहाँ बस्नुपर्छ तपाईँले दिनको पछि घटाउँछ त्यो त हो साँच्ची हो तपाईँ एकैचोटि सुत्नुहोस् यहाँ दिनको गरिन्छ उ त्यहाँ यो जस्ता छ नि पाल उयो छ नि पाल त्यहाँ सुत्नुहोस् तपाईँ राति दिनको पछि गरिन्छ दिनको पछि गर्छ तपाईँलाई यहाँ थोरै कहाँको थाल पाउँछ त्यसले त्यो खिच्दै गरेर गरिरहन्छ मान्छेले नि बजाएको त होइन नि होइन खिच्दै उयो सल्लाहबाट खिच्दै गरेर आउँछ उता जान्छ फेरि जान्छ कुट्छु फेरि छैया फेरि खुकुर झिक्छु म त खुकुर झ्याप्पै हाम्रो त खुडी यस्तो हुन्छ पोज पनि दिनुहुन्छ होला होइन पुरै खुकुरी झिक्यो नि ढुङ्गा टिपे कुदिहाल्ने पचाउँदैन तपाईँ हामी चाहिँ टिपे खुकुर झिक्छ हुन्छ हाम्रो कमर खुकुरियो फिलीको चाहिँ ठेक्ने गर्छ छैया चाहिँ ढुङ्गा पनि पुग्दैन हुँदैन केही हुँदैन फेरि आएर त्यहाँ यहाँ सुते मेरेर निदाउँछ फेरि त्यसो गरिहाल्छ
ए यहाँ पनि कोठ थियो तपाईँको मेरो गोठ यही त नि ए तपाईँ त्यहीँ हो सुत्ने ठाउँ चाहिँ कहाँ हो उयो पार्कको छेउमा ए तपाईँ त्यहीँ सुत्नुहुन्छ त्यहीँ सुत्यो हिउँदो त कहाँ सुत्नु कहिले हिउँदो ए हिउँदमा ए हिउँदो त्यहाँ बर्खा त्यहाँ ए हिउँदमा त्यहाँ बर्खामा त्यहाँ ए हजुर। तलतिर ए हजुर ठिक, ठिक, ठिक। हिउँदोमा त्यहाँ यसो ओत हुन्छ नि त शीत तर्काउने ठाउँ त्यहाँ उम्, बर्खा त्यहाँ सुत्छु म ए अब बस्ती मेरो त्यहाँ छ नि उयो 1 2 3 4 5 6 छैन 6 र कति बस्छ 7 बस्ती मेरो 6-7 छ अन्त उम्, त्यो बस्ती छ अनि घरमा फेरि घरमा मौ गाई बाछा भेरा 2टा भेरा छ ए मेरो टन्नै रहेछ नि बाख्रा छ 9-10 वटा हो खसी छ अनि के छ 2 जना जान्न हो त्यस्तै